हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो मिनी ब्लगमा। अहिले चाहिँ म खेतीबाट भर्खर आइपुगेको छु। अनि हेर्नु साथीहरू, यो बाख्राहरू के हो, खुल्ला महिनामा झन् बाख्राहरू बाहिर चराउनु जान्छ कि भनेको खालि घरमै आउँछ। म चाहिँ लुगा धुन आँटेकै साथीहरू, अस्ति फङ्सनमा के अरे मिटिङमा जाँदाखेरि उहाँको कपडा थियो कि साथी धोएकै छुइनँ मैले त, एकदम झाँगरियाला छु नि त, त्यही भएर म चाहिँ अहिले धुन लाग्दैछु। यो कपडा चाहिँ मम्मी चाहिँ भाम छ। लगाएर पनि भइसक्यो मेरो त, लुगाहरू पनि ट्याक्क लगाएर सुकाइसकेँ। देख्नु भयो नि म कस्तो छिटो मिठो छु भनेर। ल काम त आइहाल्छ। गोरुलाई पानी दिनुपर्ने आयो साथीहरू, गोरुलाई पानी वहाँबाट हेरिरहेछ नखाएर। घाँस पनि कसरी घाँस त एउटा पनि देख्दिनँ म त। यस्तै गर्नुपर्छ, घाँस हुने जग्गामा लग्यो भने चढ्दैन, कुदेको छ। त्यही भएर अहिले ठिक परेपछि हामी लगाउने गोरुलाई। हुँदैनस् कि के हो, के खायो अब त्यसलाई दिनु पर्यो फिस्टीलाई। कस्तो मजाले खाँदिएको। घाममा बस्यो भने गरम हुन्छ, शीतलमा बस्यो भने ठन्डा लाग्छ कि हो। पानी चाहिँ लुगा थिएँ सबै खतम भइसक्यो। अब चाहिँ म